हाम्रो चुनाव चिन्ह चाहिँ तारा है। शिवरियाल, नील सारू, त्यस्तै गरी श्री खनाल लगायत ल हजुरको उम्मेदवारी किन होला भन्नु गरौँ। हाम्रो चुनाव चिन्ह चाहिँ तारा है। नमस्कार, म विमल पन्त, पाल्पा जिल्ला रामपुर नगरपालिका वार्ड नम्बर 10 को स्थानीय बासिन्दा। म विगत 2 दशकदेखि देशैभरिमा बाढी पहिरो आगलागी आउँदा निरन्तर सेवामूलक काममा जारी छ र यसै सिलसिलामा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट यस क्षेत्रमा एउटा चाहिँ उम्मेदवार भएर आएको छु। यस क्षेत्रका आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूले मलाई एकदम विश्वास र भरोसा गरेर चाहिँ चुनावमा मतदान गरेर जिताउनु म आह्वान गर्छु र अवश्य नै तपाईहरूको दिनुभएको भोट र तपाईले तिर्नुभएको करकोबाट यो देश सञ्चालन हुन्छ। त्यो भोट र करलाई मैले कदापि खेर जान मैले दिदिनँ। साँच्चै नै जनता भनेका मालिक हुन्, हामी भनेको चाहिँ नोकर हो। तपाईहरूको नोकरको रूपमा म आएको छु। अवश्य नै मलाई भोट दिएर सबैजनालाई जिताइदिन म आह्वान गर्छु। नेपाली कम्युनिस्ट पार्टी पाल्पा क्षेत्र नम्बर 1 को प्रत्यक्षतर्फको उम्मेदवार। हामी सुशासनको लागि हाम्रो उम्मेदवारी रहनेछ। जति पनि जेएनजीले उठाएका मागहरू छन् त्यसलाई सम्बोधन गर्नका लागि म हुमसुनारी मगरको नेपाली कम्युनिस्ट पार्टी पाल्पा क्षेत्र नम्बर 1 को तर्फबाट चाहिँ हाम्रो उम्मेदवारी रहेको छ। धन्यवाद। जिल्ला सञ्चालन समितिका प्रमुख रङ्गनाथ खनालसँगै उम्मेदवारहरू अघि बढ्ने क्रममा हुनुहुन्छ। बोले है नहीं इधर फोटो हाँ इधर फोटो बनेगा नहीं आता